हेलो गाइज, यो डगले मलाई चिन्न थालिसक्यो। मर्निङ र इभिनिङ वक जाँदाखेरि आउने बित्तिकै मम्मीको फोन आयो। मैले देखाउँदै हुन्थ्यो, मम्मी बिहेमा जाँदै हुनुहुन्थ्यो। अनि हाम्रो क्याम्पिङको प्लान थियो, अलिकति चिप्सहरू, म्याट्रेसहरू, अनि त्यसपछि टेन्टहरू हामीले सपिङ गऱ्यौँ। त्यसपछि हामी क्याम्पिङको लागि हिँड्यौँ। हामी चाहिँ जर्विस बे जानेवाला थियौँ। त्यो चाहिँ सिडनीबाट चाहिँ 4.54 आवर्स जति लाग्छ। अनि बाटो त कति राम्रो क्या, कस्तो सही बाटो थियो। बाबुको मेन साथीको बर्थडे थियो। अनि त्यसपछि उहाँहरू चाहिँ पहिलादेखि नै क्याम्पिङ गर्दै हुनुहुन्थ्यो। अनि क्याम्पिङ गर्दै उहाँहरूले चाहिँ साँप भेट्नुभयो, रेड बेली स्नेक। अनि त्यो गर्दाखेरि चाहिँ उहाँहरूले रिजर्भ गर्नुभयो एयरबिएन टाइप। अनि हामी चाहिँ त्यतै पुग्यौँ। त्यहाँ पुगेर चाहिँ पूर्णिमाको राति थियो। उहाँहरू चाहिँ बारबिक्यूको प्रिपरेसन गर्दै हुनुहुन्थ्यो। अनि चिया पनि खायौँ हामी। कस्तो मजा आयो। त्यत्रो बेर ड्राइभ गरिसकेपछि चिया त मलाई चाहिन्छ आई डोन्ट नो वाइ। बट एयरबिएन पनि कस्तो राम्रो थियो क्या। त्यो रिजोर्ट पनि भन्थ्यो मान्छेहरूले, एयरबिएन पनि भन्थ्यो। अब आई डोन्ट नो, जे भने नि त्यही भइहाल्यो होइन। अनि त्यसपछि यसो रमाइलो गऱ्यौँ हामी। त्यसपछि अनि उहाँहरूले त पहिला नै केक काटिसक्नु भएको थियो। हामीलाई पुग्दाखेरि ढिलो भइसकेको थियो। अनि त्यसपछि बाबुले चाहिँ उहाँलाई खुसी गर्नलाई चाहिँ कप केकबाट चाहिँ त्यो पनि क्यान्डल बालेर उहाँको बर्थडे पनि सेलिब्रेट गरिदिनु भयो। बाबुले त कस्तो माया गर्ने क्या आफ्नो साथीलाई। मलाई यो सब हेरेर कस्तो खुसी लाग्छ। अनि त्यसपछि त्यस्तै हामीले गीत सित गायौँ। अनि त्यसपछि रमाइलो गऱ्यौँ। त्यसपछि कप केकमा बाबुले केक काटिदियो आफ्नो साथीको। कस्तो रमाइलो चिटिक्क पारेर मलाई कस्तो खुसी लाग्छ क्या। आइएम सो ह्याप्पी बाबुले सबको लागि सोध्छ भनेर। अनि त्यसपछि हामी बारबिक्यू गरेर चिकनहरू खाएर अनि मटनहरू खाएर त्यसपछि हामी उतातिर फिसिङतिर लाग्यौँ। रात परिसक्यो थियो, कस्तो राम्रो भाइब आइरहेको थियो त्यहाँ। अनि फिसिङ गर्दाखेरि चाहिँ हामीले एउटा पनि फिस पक्रिन सकिनौँ। त्यसपछि हामी फर्क्यौँ, राति सुत्यौँ। बिहान उठ्नु बित्तिकै यो डग आएको थियो। त्यो रिजोर्टमा एउटा डग पनि थियो, कति प्यारो हामीलाई उठाउन आयो। त्यसपछि रिजोर्टमा यस्तो हेर्दाखेरि त कङ्गारू, म त कङ्गारू त धेरै नै छ जस्तो लाग्यो। तर मलाई यो कङ्गारू चाहिँ घाँस खान्छ भन्ने कुरा चाहिँ थाहा थिएन क्या। कङ्गारू चाहिँ भेजिटेरियन हो, नन भेजिटेरियन होइन। यो चाहिँ मैले हेरेर नै थाहा पाएँ। त्यसपछि हामी बिचतिर लाग्यौँ। हाम्रो हमस बिच भन्ने थियो जर्विस बेमा। अनि त्यो चाहिँ सेकेन्ड मालदिप्स भन्दा हुन्छ। त्यहाँ चाहिँ पुरै वाइट स्यान्ड, अनि त्यसपछि ब्लू वाटर। मलाई त्यो हेर्दै कस्तो राम्रो लाग्यो। एकदम मालदिप्सवाला भाइब आइरहेको थियो। सबजना त्यस्तै रमाइलो गर्दै हुनुहुन्थ्यो। त्यसपछि डग्सहरू पनि थियो। अस्ट्रेलियामा चाहिँ कस्तो हुँदो रहेछ, जो पनि मान्छे ट्रिपमा जाँदाखेरि आफ्नो डगहरूलाई चाहिँ लिएरै जानुहुन्छ। मलाई कस्तो खुसी लाग्छ यो कुरा हेरेर। त्यहाँ नुहाउने र त्यसपछि बाथरुमको पनि व्यवस्था थियो। बिचबाट हामी नुहाएर आएर त्यसपछि त्यहाँ खुट्टा धुयौँ। त्यसपछि हामी त्यहाँ नुहाएर फ्रेस भएर अनि लुगासुगा पनि फेर्ने थियो। सब थोक थियो त्यहाँ, एभ्रिथिङको फेसिलिटिज छ त्यहाँ। त्यसपछि हामी फर्किने बेलामा अलिअलि यसो फोटोसोटो लियौँ। त्यसपछि अनि यसरी गर्दा हाम्रो 2 दिनको ट्रिप चाहिँ गयो। एक दिन त हामीलाई पुग्नै लाग्यो। त्यसपछि राति यसो रमाइलो गऱ्यौँ। अर्को दिन चाहिँ बिचहरूमा गरेर हामी बेलुकातिर फर्क्यौँ। बाटोमा यसो बर्गर सर्गर खायौँ। त्यसपछि अनि मलाई फेरि चिया